हेलो गाइस, यहाँ चाहिँ अब आज हाम्रो साइला काकाको 11 दिनको खोजामा पानी लगाउने यहाँ सुरसार हुँदैछ, रेडी गर्नु हुँदैछ है। यहाँ चाहिँ घडा यसरी रेडी गर्नुहुन्छ दाजुहरूले। र यो चाहिँ घडा चाहिँ अब पहिला चाहिँ टपरा गरेको थियो। अहिले चाहिँ अब घडा चाहिँ अहिले पानी चाहिँ निकै दिनसम्म रहन्छ नि त घडामा चाहिँ। त्यही भएर टपरा त कुहिएर जाइहाल्छ 2-3 दिनमा होइन, सुकेर जाइहाल्छ। त्यसले गर्दा 1 वर्षको लागि 365 भनिन्छ होइन। 365 दिनको लागि घडा चाहिँ रहिरहन्छ नि त, पानीहरू यसमा अडिन्छ। अनि त्यसले गर्दा मरेर जानेले अब त्यो शास्त्र विधिअनुसार मिल्छ अरे। र यो दत्युन यहाँ यो दाँतहरू मोल्ने के जाति हो यस्तो गर्नुपर्छ अरे। अब शास्त्र विधिले गरेको अनुसार यसरी चलिआएको छ हो। यहाँ अब यहाँ परतिर चाहिँ अब 16 ऋषिहरू के भन्ने कर्महरू पुरेतहरूबाट गरिँदैछ होइन। यहाँ यी सबैजना चेलीबेटीहरू नि बसिसकेका छन्, बुहारीहरू छोरी चेलीहरू सबै रेडी भइसकेका छन्। पुरेतहरू यहाँ काम गराउनलाई सबै उहाँ त खेसेबाट आउनु भएको छ पुरेत है। उहाँ हाम्रा ठुला पुरेत, हाम्रो मूल पुरेत। यता गडुल पुरेत गङ्गाराम घिम्रे हुनुहुन्छ है। उहाँ सबै यसरी कामहरू हुँदैछ। हाम्रो साइलो दाजु त्यहाँ काकाको काम उहाँले गर्नुहुँदैछ है। भाउजू त्यहाँनिर छ, यसरी काम हुँदैछ है 11 दिनको। र साइला काकाको आत्माले शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जली साइला काका। अब जहाँ जे जस्तो भयो भने आत्माले शान्ति पाओस्, स्वर्गमा बास होस् भन्दै आजको यहाँ कर्महरू हुँदैछ। र छोरी बुहारीहरू भान्जा भान्जीहरू सबै यहाँ रेडी भइसकेका छन्, पर काम हुँदैछ। सबैतिर त्यस्तै छ है। अब यस्तै छ, हार्दिक श्रद्धाञ्जली। आजको काम एकदम राम्रो सफलतापूर्वक होस्। सूर्य भगवान पनि आज दिन पनि राम्रो छ है। सूर्य भगवानले आज साथ दिनुभएको छ होइन, एकदम दिन राम्रो छ।